बागलुङ कालिका मन्दिर दर्शन गर्नका लागि हामी पोखरा मामा घरबाट सबेरै निस्कियौँ। यो कथा हो वेदान्त राज काफ्ले बाबुको। मेरा भान्जा बाबुको उमेर 3 महिना नभए पनि लक्ष्य चाहिँ धोरपाटनको 2803,000 मिटर उचाइ जाने हो, जहाँ पुग्नलाई पहाड नै पहाड काटेर जानुपर्ने हुन्छ। यो सुन्दर भूमि धोरपाटन पुग्न भान्जा लिएर बाबा मम्मी दिदी भिनाजु र म लाग्यो बागलुङतर्फ। मेरो बहिनी कीर्ति भन्ने पढाइले गर्दाखेरि हामीसँग आउन सकिनन्, तर हामीलाई उसको कमी यात्राभरि महसुस भयो। हामी कहाँ छौँ बाबा? बागलुङ जिल्लाको कालिका भगवती मन्दिरको प्रवेशद्वार नजिक प्राङ्गणमा छौँ बाबु। हो, हजुर पहिलोचोटि कहिले आउनुभयो? यो मन्दिरमा सर्वप्रथम 2051 सालमा जब हाम्रो विवाह भयो, तेरो मम्मीसँग मेरो विवाह भयो, त्यो बेलामा जेठान केदारनाथ पौडेल यहाँ हुनुहुन्थ्यो, उहाँ पनि हुन्थ्यो। त्यो बेलामा तेरो मम्मीले लिएर यहाँ दर्शन गरेर आएका थियौँ 51 सालमा। ए हुन्छ। अनि अहिले नाति लिएर आउँदाखेरि चाहिँ कस्तो लागेको छ? अहिले यो म त बडा नोस्टाल्जिक भएको छु। 51 साल आफ्टर 30 इयर्स आफ्नो जेठी छोरीको छोरा भर्खर भएको छ, नाति भएको छ। त्यो नातिलाई लिएर ज्वाइँ नाति छोरा श्रीमती सबैसँग आउँदा बडा आनन्दको अनुभूति भएको छ। यात्रा लामो भएको हुनाले धेरै ढिलो नगरी हामी मन्दिर दर्शन गर्नतिर लाग्यौँ। हामी सबैले कालिका मन्दिरको दर्शन पहिला पनि गरिसकेका थियौँ। यो पालि अझै विशेष किनभने भान्जा पनि हाम्रो साथमा छन्। हजुरबुवाले नातिलाई लिएर कता जान लाउनु भएको त्यो त हामीलाई थाहा भएन, दिदीले त्यही देखेर तानिहाल्नु भयो। दर्शन गरिसकेपछि खाएको खाना असाध्यै मिठो रहेछ। बागलुङ बजारलाई त्यसपछि हामीले बिदाई गऱ्यौँ। गाडी गलकोटलाई गन्तव्य बनाएर फेरि अघि बढ्यो। हामी स्वागत गर्दछौँ हजुरहरूलाई। हाम्रो आँखाले देखेको गलकोट हुँदै धोरपाटनसम्मको यात्रामा लग्नेछौँ हजुरहरूलाई। बाटो भने कतै पिच कतै खाल्टाखुल्टी रहेछ। नेपालको बाटो खाल्टाखुल्टी नभई यात्रा कहाँ पुरा हुन्छ र? त्यो सोच्दा सोच्दै गलकोट पुगेको पत्तै भएन। पछि हामी आइपुग्यो गलकोट। यो हो गलकोट गेट र यो बजार। अब हामी जाँदैछौँ गलकोट इलाका प्रहरी कार्यालय, जहाँ हाम्रो भिनाजुको कार्यक्षेत्र हो। दिदी र भिनाजुले यसरी बाबुलाई बोकेको देख्दाखेरि उहाँहरूको मुखमा हौसला उत्साह त छँदैछ। हामीलाई पनि काली गण्डकी र तामाकोसीको मिश्रण भएर ठुलो नदी बगेको चाहिँ लाग्ने। बिहानदेखिको थकान र निरन्तर यात्राले गाह्रो बनाइसकेको थियो हामीलाई। हामी एकछिन त्यहीँ बसेर आराम गऱ्यौँ। खाजा नास्ता खाइसके पछाडि बेलुका बास त्यहीँ बस्ने भएको हुनाले नजिकैको ठाउँ कतै अवलोकन कता गर्ने त भन्दाखेरि नजिकै एउटा तारा खोलामा एउटा झरना रहेछ, त्यो हेर्नलाई हामी निस्कियौँ। तारा खोलाको पानी र हावा दुइटै चिसो थियो र त्यस्तो चिसो मौसममा बाबा मम्मीको रोमान्स सुरु भयो र दिदी भिनाजु पनि के काम उहाँहरू नि रोमान्स गर्नतिर लाग्नुभयो र म चाहिँ हेरेको हेरेँ।
तारा खोलामा असला प्रजातिको माछा पाइने रहेछ र त्यो माछा खाइसके पछाडि मलाई त ओ माई गड नै भयो, त्यति मिठो। हामी गयौँ त्यसपछि गलकोट दरबारको अवलोकन गरिसके पछाडि हामी त्यही आडैमै भएको होटेलमा हामी बस्यौँ। बिहान 9-10 बजे खाना खाएर हामी ढोरपाटनतिर हिँडियो। बाटो भने त्यति सहज थिएन, अलिकति बाटो मात्र पिच भएर बाँकी सबै खाल्टाखुल्टी थियो। गाडीले उचाइ लिँदै गर्दाखेरि पानी पनि पर्न सुरु गरेको थियो र मौसम चिसिँदै गर्दा हामीहरूलाई अलिकति गाह्रो पनि अवश्य भयो। बाटोभरि हजुरबुवाले नातिलाई काखमा राखेर हिँडिराख्नु भएको थियो। 2-4 किलो टमाटर, 1-2 किलो प्याज, जेसुकै हामीले अरू बेला काखमा राख्दै पनि बाबा रिसाउने, नातिलाई बोक्न पाएपछि बाबा पनि खुसी। कता हिँडेको बाबु? बाटो देखेन र? ढोरपाटनबाट बगेर आएको कलकल सेतो पानीमा मुख धुन के गएको थिएँ, भक्लक लडेर झन्डै पो डुबिन। हाँस्दै खेल्दै रमाइलो गर्दै हामी ढोरपाटन आइपुग्यो। ढोरपाटनको पाटन चाहिँ अलि फुल सिजन नभएकाले अलि खाली लाग्ने रहेछ, तर फुल सिजनमा चाहिँ बासिन्दाले भनेअनुसार बबालै देखिने रहेछ। उहाँ हुनुहुन्छ मेरी दिदी र वरिपरि ढोरपाटन। हिउँ पर्ने सिजनमा पाटनभरि हिउँ हुने र मनसुनको बेलामा पाटनभरि फुल हुने, त्यस्तो विशेषता बोकेको यो पाटन अहिले पनि निकै सुन्दर देखिएको छ। आँखा ढोरपाटन देख्ने बित्तिकै खुसी भए पनि जाडोमा तातो खान पाउँदा पेट पनि खुसी। ल बाबा, अब हाम्रो यो ट्रिप कसरी भयो, के सिलसिलाले गर्दाखेरि भयो, हामी कहाँ छौँ के छौँ सबै कुरा एकदमै अब भनौँ न हजुर अलिकति लङ भन्ने बानी छ त, एकदम सर्ट भनिदिनु है त। ओके। आज यो समयमा हामी बागलुङ जिल्लामा परेको शिकार आरक्षक रूपमा चिनिने ढोरपाटन आरक्षकको हाताभित्र रहेको यो देवी बक्सको गुल्म र सँगै जोडिएको वार्डन्सको अफिस कम्पाउन्डमा हामी छौँ। यहाँ आउने प्रसङ्ग कसो जुट्यो, हाम्रो जोइ साहब को अफिस बागलुङ जिल्लाकै एउटा कुनै यी प्रकार गलकोटमा उहाँको कार्यस्थान रहेको र हामी उहाँलाई भेट्न आउने सन्दर्भमा हामी आयौँ र आज उहाँले छुट्टी अनुकूल फुर्सद मिलाएर सँगै घुम्न जाउँ भने यो संसारभरिकै नेपालभरिकै प्रसिद्ध आरक्षमा चाहिँ जाउँ घुम्न। हामी कस्तो रहेछ युट्युब भिडियो हेरिराखेका थियौँ र प्रत्यक्ष अनुभूति गर्न आज हामी यहाँ आएका छौँ। त्योसँग हामी भेट भएका छौँ आज। त्यसो त्यो क्यामेराबाट खिचिया छ क्या त्यो झप्प। अनि के अरे अब हाम्रो भिनाजुको कुरा गर्नु पर्दाखेरि चाहिँ अब हिजो अस्ति अलिकति गर्मी ठाउँमा बसेको हुनाले अलिकति गाला पनि रातो थिएन, अलिक चिसो ठाउँमा आएपछि चाहिँ अलिकति गाला रातिएर होइन एकदमै ह्यान्डसम हुनुभएको छ भिनाजु होइन। अब भिनाजुको केही शब्द जाओस् न त यो कुरामा। यहाँ
काला रातै भन्दा नि यहाँ पहाड चाहिँ सेतै भएको छ हिउँ परेर अनि अत्यन्त यो प्रकृतिले पनि वरिपरिबाट पहाडले घेरेको यो ढोरपाटन उपत्यका यो फाँट चाहिँ लुकाएर राखेको कतै बहुमूल्य चिजलाई चाहिँ कतै एकदम कसैले नभेट्ने ठाउँमा लुकाएर राखे जस्तै गरी प्रकृतिले पनि वरिपरिबाट यो घेरेर राखेको यो एकदम सुन्दर मनोरम यो स्थान रहेछ। यहाँको जुन यहाँको बोट बिरुवा, यहाँको हावापानी, यहाँको भूबनोट, यहाँको जुन उत्तरमा बग्ने उत्तरगङ्गा नदी, यो पाटन, यो फाँट अनि यहाँको अन्य धेरै चिजहरूले यो सुसज्जित एकदम रमणीय स्थान। यहाँ आउने सौभाग्य बुवा मम्मी त्यसपछि श्रीमती सानो बच्चा 2 महिनाको लगभग 2.5 महिनाको बच्चासँगै सालो भाइ अनि हाम्रो गुरुजी यो संयोग गुजिरहेको छ। ल बस्नु कुरै कुरामा अलिकति डिस्टर्ब भयो। यो आफैमा एकदम गौरवशाली ऐतिहासिक हाम्रो ट्रिप भएको छ। ठिक छ। अब यो ढोरपाटन भनेको अब लङ टर्म यसो हिँड्नु पर्दाखेरि यो ठाउँ चाहिँ अब पछि चाहिँ एकदमै मेजर चेन्ज हुन्छ जस्तो लाग्छ मलाई यो टुरिज्म क्षेत्रमा। सडक बनिरहेको छ। यो विशेष गरी पुष्पलाल मध्य पहाडी राजमार्गले गर्दा पनि अब यो यहाँबाट बागलुङबाट सिधै रुकुम रोल्पा प्युठान हुँदै उहाँ बैतडीसम्म जाने वेलकम मम्मी वेलकम। त्यो क्यामेरामा हेरेर हेलो भनिदिनु हो। ऊ त्यो क्यामेरामा हेरेर हेलो भनिदिनु। ए कि त चल्यो कि त चल्यो हो। त्यो क्यामेरामा हेरेर हेलो भनिदिनु नि त। हेलो ल बस्नु अनि कस्तो छ नि ढोरपाटन मम्मी? कस्तो लाग्यो ढोरपाटन मम्मीलाई? राम्रो लाग्यो। यतै हेरेर बोलौँ न। अत्यन्त राम्रो छ। कस्तो चिसो लाग्यो? चिसो कस्तो लाग्यो? ठन्डा जाडो? यहाँको मौसम त सुन्दरमय छ के? सुन्दरमय छ। ए अरू के सुन्दर लाग्यो त नि हजुरलाई? ठन्डी भएछ। अब भोलि एकलट पानी सधैँ बस्नको लागि अब ठन्डा मौसम हो। हामी कहिले आउनु त सुन्दरमय भन्नु। भोलि एकलट पानीमा स्विमिङ गरिन्छ त बाबा बिनाजु? यसो सट्ट पानीमा छिर्ने क्या? पानीमा छिरिन्छ पानीमा छिरिन्छ भन्ने छ। क्यामेराले रेकर्ड गरेको छ यो कुरा है। अब म भन्दैछु कहाँको पानीमा छिरिन्छ भन्ने कुरो चाहिँ भोलि थाहा हुन्छ, समय मौसमले बताउँछ। हजुर, तर पानीमा भोलि पक्कै छिरिन्छ। भोलि पानीमा कोगोली डुबुल्की मार्नुहुन्छ त भन्ने कुरो भोलि नै थाहा हुन्छ। तर अहिलेलाई हामी साँझ पख हामी पाटनमा गइकन त्यहाँ सबै परिवार हिँडुल गर्ने विचार थियो। त्यहाँ पुगिसके पछाडि त्यो फाँट, त्यो डाँडा, त्यो पाटन, त्यो पुल सबै देखिसकेपछि मनले नाचौँ भनेर हामी त नाच्न पो थालियो। हामी रमाइरहेको देखेर एकजना बासिन्दा दाइ आफ्नो घोडा लिएर हाम्रो छेउ आइपुग्नु भयो। अझै थप मनोरञ्जन गराइदिन। गोरपाटनको चौरमा गडामा घुमेको अवस्था। यसमा ज्वाइँ लगायत छोरी छोरा बुढो सबैजना हुनुहुन्छ। मैले लगाम खिचेर राम्रो हिँड्न नसकेको कारणले गर्दा एकजनाले सहयोग लिएको छु।
घोडाको लगन तान्दा घोडाले मलाई फ्याल्ला झै गर्यो। घोडा सायद थाकेर होला, त्यो थाहा पाउने बित्तिकै म झर्नातिर लागेँ। एउटा दिदीको कुरा हामी सबैले स्वीकार गरेका थियौँ। यदि भान्जालाई चिसो लाग्यो या अक्सिजन लेभल कमी भयो, सिम्टम्स देखियो भने हामी तुरुन्त तल झर्नेवाला थियौँ। आमा र नातिको सम्बन्ध बेग्लै छ। आमाले कोठामा दाउरा बालेर न्यानो गराएर तेल्लाउँदै गरेको यो बेला हामीलाई हेर्दा पनि निकै रमाइलो लागिरहेको छ। चौतिस 100 मिटर जानुपर्ने र धेरै हिँड्नुपर्ने भएकाले मम्मी दिदी भान्जा धुरपाटनमै बस्नुभयो। बाबा भिनाजु र म भएर 5 बजे अगाडि नै निस्क्यौँ जलजरातिर। 2 घन्टाको बाटो भएकाले सनराइज टपबाट भेट्ने गरी हामी निस्क्यौँ। उचाइ बढ्दै गइरहेको थियो र एकैचोटि हिउँ पर्न सुरु गर्यो। यस्तो लाग्यो कि हामी एकदमै लक्की छौँ र मैले लाइफमा कहिले पनि यसरी स्नोफल भएको राम्रोसँग देखेको चाहिँ थिएन र पहिलोचोटि चाहिँ देख्न पाउँदाखेरि मलाई एकदमै रमाइलो लाग्यो। लगेको कुरा खानुपर्छ भनेर हामीले मोही खान थालियो। अब हाम्रो गाडीको यात्रा त्यहीँसम्म हो। अब हामी पैदल हिँड्नुपर्ने हुन्छ। 1 देखि 1.5 घन्टासम्म हामीलाई लाग्ने अनुमान थियो र हामी अगाडि बढ्न थालियो तल्लो जलजाला हुँदै माथिल्लो जलजालातिर। हामी खास भन्नुपर्दाखेरि ट्रेकिङ गर्ने भन्ने हिसाबले गएको पनि होइन, तर त्यहाँ जाँदै गर्दाखेरि माथि जाम गर्दै गर्दाखेरि हाम्रो ट्रेकिङ हुन पुग्यो र हामी 20 मिनट करिब हिँडिसके पछाडि हामी तल्लो जलजाला पुगियो। त्यहाँनिर पुगिसकेपछि हिउँ एकदमै बेस्कन पर्न थाल्यो र जुत्ताले हिउँ टेक्दा पनि कडक 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 गरिरहेको थियो र रमाइलो त्यसमै रमाइलो भइरहेको थियौँ हामी सबैजना। तिर्खा लागे निर्माया निर्माया प्यास मेटौँ चिसो पानीले ज्यानै लियो निर्माया निर्माया मस्किने त्यो तिम्रो पानीले। नाच्न त के उभिन पनि गाह्रो भइसकेपछि हामी छेउमै भएको घरभित्र गइयो। हामी अहिले तल्लो जलजालामा छौँ। यो धौरपाटन क्षेत्रमा पर्छ र हिउँ मजाको परेको छ। अहिले त अलिकति हिउँ पर्न अलि स्लो भएको छ, नत्र अघि चाहिँ लगभग 60-70 को स्पिडमै पनि भयो होला होइन। अब चिसो एकदमै चिसो हिउँनै परिसक्यो। अब चिसो कति होला अब आफै होइन विचार गर्नु। यस्तो एक्सपिरियन्स कहिले पनि भएको थिएन र अब हाम्रो टार्गेट भनेको चाहिँ अब माथिल्लो जलजाला जाने हो। अलिकति अब हिउँ पर्न कम भएपछि हामी त्यहाँ गोठमा बसिरहेको छौँ र त्यहाँबाट गोठ भन्दा पनि घर जस्तो छ एउटा सानो, त्यो घरमा बसिरहेको छौँ र यो हिउँ पर्न कम भएपछि हामी अगाडि जानेछौँ र अहिलेसम्म हामी तल्लो जलजाला छौँ। यो हिउँ एक्सपिरियन्स यस्तो मुखैमा त्यो सिधै मुखमा आएर
हानेको जस्तो फिल भइरहेछ है। एकदमै रमाइलो, एकदमै मेमोरेबल मोमेन्ट है। हामीलाई हतार भने अलिकति थियो। हामीलाई अप्पर जलजला पुग्नुपर्ने सनराइज अगाडि, त्यो भएको हुनाले हामी निरन्तर हिँड्दै थियौँ। तर बिचमा यसरी ठुलो पाटनमा हिउँ देख्दाखेरि हाम्रो मन मानेन। बाउ छोरा हामी हिउँ खेल्न थालियो र अब हामी त्यहाँबाट बिस्तारै बिस्तारै अघि लागियो। अघिको भन्दा ठुलो भिडन्त, दुईजना बिनाजु र दाइ मिसिसकेपछि। तल्लो जलजलाबाट करिब 45 मिनट हिँडिसके पछाडि हामी पुगियो माथिल्लो जलजला। र माथिल्लो जलजलामा रमाउँदै गरेको बिनाजुको यो सिन अत्यन्त लोभलाग्दो छ। यहाँनिरबाट सम्पूर्ण रेन्ज देखिने रहेछ र आज वेदर क्लियर नभएकोले हामीले रेन्ज देख्न भने पाएनौँ। यदि वेदर खुल्थ्यो भने हामीले सबभन्दा दाहिनेपट्टि देखिन्थ्यो माछापुच्छ्रे र त्यसको बगलमा अन्नपूर्ण 3, 2 र त्यसको बगलमा धौलागिरीको सम्पूर्ण 6वटा रेन्ज, धौलागिरी 1 देखि 6 सम्म र त्यसको छेउमा माउन्ट गुर्जा र माउन्ट चुरेन अनि फुटा। यी हिमालका रेन्जहरू सधैँ त्यही रहिरहन्छन्, पछि आएर पनि हेर्न मिल्छ। बाबा र भिनाजुको त्यो डान्स, त्यो मोमेन्ट के फर्केर आउला त। यो मेरो आइसेक्स होइन, यो चाहिँ मैले भर्खरै बनाएको आइसेक्स, 2टा आइसेक्स, 2तिरवटा टक टक है। त्यति सानो हिउँको टुक्रो चढ्नलाई यस्तो सबै गर्नु त पर्दैन, तर कुनै दिन हिमालय चढ्ने सपना पुगेको म यस्तो हिउँ देखेपछि अलिकति यसरी गर्न मन लागिहाल्छ। यसै कोप्ने हो क्या घर बनाइदिनु स्याउ स्याउ अहिले सुतिर आएकोले पछि यो गर्ने होला। यो हो फुलमान दाईको एकमात्र माथिल्लो जलजलामा भएको होटल। बाहिर चाहिँ यसरी हिउँ परिरहेको छ, हामी अप्पर जलजलामा छौँ होइन। एकदमै हाइट छ, चिसो पनि एकदमै चिसो चिसो छ होइन। भित्र चाहिँ हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हामी चाहिँ यसरी बसेको छौँ है भित्र। ल है यो ओहो दाइहरू ल हाम्रो
चिया कफी रेडी भइसकेको छ ल चियास गरौँ चियास करिब 30 मिनटमा हामी तल झरिसकेर हामी ढोरपाटनतिर लाग्दै थियौँ र बाटोको बिचमा गोठालो दाइले भेडाको पथान ल्याउनु भएको रहेछ। गाह्रो पिरो नमान्थ्यो मनमा राखम ढोका मायाली मेरै छोरो फेरि गोठ कामली बुन्छु ढुनी मायाली एक्लै बसेको छु म त बारीमा छ रुनी मायाली ढोरपाटन भनेको ढोरपाटन नै रहेछ रमाइलो एकदमै है हिउँ अझै पनि परिरहेको छ थोथोरै हामी फर्किँदैछौँ यो ट्रिप एकदमै रमाइलो भयो बाटो यस्तो अनएक्सप्लोर्ड भनौँ न मान्छेहरू हतपत्त त्यस्तो पाउने भन्ने नै छैन यहाँ है एकदमै हिउँ पनि हल्का हल्का परिरहेको छ अझै यो ठाउँ भनेको चाहिँ मस्ट भिजिट अझै म के सजेस्ट गर्छु भन्दाखेरि मान्छेसँग टाइम छ भने अलिकति एक्सप्लोर अझै मजाले बसेर हेर्नु मन छ भने अब त्यो -डिग्री थाम्ने टाइपको के भन्छ स्लिपिङ ब्याग लिएर आउने टेन्ट लिएर आउने साइकल मलाई आफूलाई साइक्लिङ गर्नु मन लागेको हुनाले साइकल लिएर आउने अनि टक्क ड्रोन लिएर होइन ड्रोन सटहरू हिमालको तलपट्टि क्याम्पिङ गर्ने ड्रोन सट हान्ने यो ठाउँ त यस्तो पो रहेछ। ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष। यस ढोरपाटन शिकार आरक्षमा प्रमुख शिकार हुने वन्यजन्तुमा चाहिँ हाम्रो नावर 1 नम्बरमा पर्छ, त्यसपछि झारल, त्यसपछि वन्यजन्तुमा हाम्रो चाहिँ कस्तुरी मृग, त्यसपछि लाएर रेड पान्डा, अनि हिउँ चितुवा, ध्वाँसे चितुवा लगायत विभिन्न खालका वन्यजन्तुहरू यहाँ नेपालको एकमात्र हन्टिङ रिजर्भ। त्यहाँको म्युजियम भिजिट गरिसके पछाडि हामी गयौँ उत्तर गङ्गा। त्यहाँनिर मैले डुबुल्की मारेँ। भनिन्छ नि जति नै अप्ठ्यारो यात्रा उति नै सुन्दर गन्तव्य। यहीको उदाहरण हो ढोरपाटन। तर हिँड्दै जाँदा गन्तव्यको पर्वाह कसलाई हुँदो रहेछ र? वास्तवमा जहाँ पाइला रोकिन्छ उही नै गन्तव्य हुने रहेछ। तर नरोकिउन् यी पाइलाहरू, नथाकुन् इच्छाहरू, नबिलाउन् आशहरू। एक मुट्ठी आश र साहस बोकेर निरन्तर पाइला चाल्नु नै जिन्दगी भन्दो रहेछ, जिन्दगी भन्दो रहेछ। मेरो आँखाले देखेको ढोरपाटन हजुरहरूलाई देखाउन पाउँदा हजुरहरूको मुहारमा सायद मुस्कान आयो होला। यही नै हो मेरो लागि सबै कुरा। धन्यवाद।
हजुर